वहाँ सर एकदम डेन्जर भिड रह यहाँ सो हेलो गुड मर्निङ गाइज अहिले चाहिँ 9:30 भयो र हामी आछौँ लटरामेश्वर महादेव यहाँबाट चाहिँ हामी हाइकिङ गरेर माथिसम्म लटरामेश्वर मन्दिरसम्म जान्छौँ है केटाहरू चाहिँ यहीँ छन् 5 जना आछौँ हामी एउटा बाइक 2टा स्कुटीमा ल आई लभ लटरामेश्वर महादेव कि जय लेखेर हो ल केटाहरू चाहिँ अगाडि गइसके ल सुरु गरौँ अहिले त भर्याङ छ नि माथि पो भर्याङ छैन त सुरु हुने बित्तिकै यहाँ रेस्ट गर्ने ठाउँ पनि छ केटाहरू गएर बसिन्छ कि जस्तो लाग्यो छैन र रागो मोटे थाइस्यो अहिले दौडिन्छ अहिले त भर्खर त स्टार्टिङ त हो नि यही बाटो होस् है अब हिँड्न सर्टकट यो लामो एउटै बाटो हो क्या पहिला त यहीँबाट वाह यो सुन्दै सुन्दै आरामले बाटो चाहिँ यस्तै हो गाइज भर्खर सुरु भयो नि त गर्मी भयो ज्याकेट स्याकेट फुकालेर राख्नु भयो है पहिला आउँदा त यो बाटो डेन्जर हिलो थियो भने फर्किने बेलामा है त्यही त पुरै हरियाली छ क्या यता चाहिँ साउनको महिना भएर नि हो पानी नै पानी पर्छ आज चाहिँ परे छैन ओ माई गड के को ट्याटु हो त्यो सो गाइज वी आर एट यो के लटरामेश्वरको ट्रेल अनि यहाँ चाहिँ काम नपाएर दुईजना राडे मलेर के भनेर केटी खोज्दै खोज्दै यहाँसँग आइपुग्यो एउटा नाच्दै हिँडिरहेको पागल जस्तै पर्छ पर्छ त रानी चरी नि त म रानी चरी त काली चरी होला माछा मन्दिर चाहिँ आइयो सो हामी चाहिँ शिवजीको पूजा गर्नलाई माथि दामी भ्यू पनि देखिन्छ होला अहिले चाहिँ यस्तो हुसु लागेछ बाटो नि दामी हिलो हो अलिअलि अहिले जे होस् लास्ट टाइम भन्दा चाहिँ यसपालि बाटो राम्रै रहेछ अहिले यस्तो ट्रेल मार्किङहरू नि गरेको हिँडेर है रेड कलर गरेर बाटो चाहिँ यतिको डेन्जर छ है यहाँबाट चिप्ल्यो भने सिधै तल के चस्मा मेरो चस्मा गयो हो त्यो पुरानो होला नयाँ किन्नु थियो किन होइन अहिले चाहिँ होइन अब गर्लफ्रेन्डसँग आयो भने चाहिँ यस्तरी फुल टिपेर दिन्थ्यो होला मैले फुल पनि दामी हो तर दिवेन्द्रसँग आएर के फुल दिने र अब आफैले सिउरिनु पऱ्यो अनि यो उकालो बाटोमा चाहिँ मलाई चाहिँ स्याहास्या आउँछ साउथ इन्डियन फिल्मको भिलेन हिरो नि भिलेन हुन्छ क्या भिलेन नि हिरो हुन्छ अब भिलेन इज अ ब्रोकन हिरो चाहिँ पुरै चराचुरुङ्गीको आवाजले मनै शान्त हुन्छ है
अहिलेसम्म त सजिलै खाने होइन र तर गाह्रो भन्ने चिजै छैन क्या एकछिनलाई हो गाह्रो पुरै कुहिरो लगाइरह होइन गाइज अब यो कुहिरो क्लियर भयो भए त्यस्तो दामी हुन्थ्यो तर कुहिरो चाहिँ जाल जस्तो छैन यस्तो है पुरै गर्मी भएर ज्याकेट फुकालिदिएँ मैले त्यो चस्मा जङ्गलमा के चस्मा लाउनु है हैट वाह जति हिँड्यो त्यति हिँडौँ लाग्छ त मन्दिर डेस्टिनेसन हो आइज 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 यस्तो हिँडेर त हामी त 12 बजे पनि पुग्दैनौँ कदम लगाइज अब एकछिनमा कन्टिन्यू यस्तो पो हुन्छ त पुरै क्लिन इन्भाइरोमेन्ट छ क्या यो छुर्पी निकालिदिउँ मुखबाट तर कहीँ फोहोर फालेर छन् यहाँ आउने पर्यटकले है हाम्रो चाहिँ 40% बाटो कभर भइसक्यो मतलब 40% बाटो हिँडिसक्यौँ अब 60% हिँड्न बाँकी हो अब चाँडै पुगेर त्यहाँको आइज आइज हामी चाहिँ यहाँ आइपुग्यौँ भाइहरू चाहिँ यहीँ माथि कुरेर बसिरहेको नि यहीँ अनि त्यही माथिसम्म पुग्नुपर्ने हो त्यहाँबाट सिधा बाटो लाएर एकछिनमा आइपुगिहाल्छौँ कति नजिक जस्तो लाग्यो हो मैले त पहिला नि आएर हो क्या हामी एकचोटि आइसक्यौँ गाइस ट्याक्कै यति बेलै 1 वर्ष अगाडि एउटा यहाँ चाहिँ भिडियो खिचेर हामी चाहिँ लाया हो छुर्पी लगाइज हामी चाहिँ माथि आइपुग्यौँ होइन यहाँबाट यहाँ पसलहरू छ माथि फुलहरू किन्ने ठाउँ हो है अनि वहाँ गएर पूजा गर्ने हो श्री लटरामेश्वर महादेव कि जय यहाँ चाहिँ गाइस बजार छ म तपाईँलाई देखाउँछु शान्ति न ल त्यही त कति नजिक जस्तो लाग्यो है यहाँ चाहिँ गाइस सेतो न्युरो र है यो चाहिँ खाना उसिनेर पकाएर खाने हो एकदम मिठो हुन्छ हो क्या हुस्सु लगाइराख भने मालाहरू ल यही बाटो सिधै गएपछि 15-20 मिनटमा हामी पुग्छौँ होला लटरामेश्वर महादेव मन्दिर जाने बाटो राब केही चाहिन्छ भेराइटी अफ माला धेरै भिडभाड त रहन्छ यहाँ है पकौडाको बास्ना आयो गाइज हुस्सुले गर्दा राइट सो हामी चाहिँ अब यहाँको भाइरल प्लेसमा आइसक्यौँ है यहाँबाट चाहिँ सर्रा हावा चल्थ्यो
त्यो पारीको डाँडामा चाहिँ लटरामेश्वर मन्दिर हो। पारीको डाँडा के भन्नु, देखिया चाहिँ केही छैन है। देखिया भए चाहिँ दामी भ्यू आउँथ्यो। हामी चाहिँ खतरा हाइटमा छौँ हो अहिले। यही हो क्या भाइरल भएर टिकटकमा हेर्दै थिइनस्? यहाँ त गाइज यही हो भाइरल प्लेस। उसले सब सिन बिगाएको थियो क्या, सिधै ठाडो उकालो छ। बिरल लिउँ न 2-4 वटा। फोटो होइन भिडियो। सो गाइज हामी चाहिँ मन्दिर आइसक्यौँ अनि जुत्ता सुत्ता खोलेर लाग्यौँ चाँडो चाँडो। यो चाहिँ यहाँको गणेश मन्दिर लटरामेश्वरको। राघव गीत बन्द गर, जहाँ पनि गीत बजाउनु हुन्न क्या। ए मन्दिर हो, भजन सजन गाउने ठाउँमा। ल नाइस, मैले बेचिरहेको पशुपति पनि गजुरमा टेउनु जाँदैन, मुखमा पुज गर्ने हो। यो मुख छ, त्यो भित्र सिन्दुर नलाइदिनुहोस्, बेलपत्र धुपबत्ती छोएर उयो ल्याउनु। लानु यतै लिएर आउने। लटरामेश्वरको गुफा। पान छिट्याएर ल आइज आइज। चाहिँ टपको माथिको मन्दिर है, ठुलो त्रिशूल। त्यो सुलायो चाहिँ मेन मन्दिर यहाँको। कत्रो त्रिशूल फोटो खिच्ने होइन नि त, हामी फोटो मात्रै खिच्ने होइन नि, हामी धर्म नि गर्छौँ होला। खिच्नु त मोबाइल के तपाईँ। मन्दिर दर्शन गरेर फर्किँदै है पानी छिट्याउनु थालेर हामीले चाहिँ रेनकोट लगायौँ। ल गाइज, थ्याङ्क यू फर वाचिङ द ब्लग, गुड बाई।